Hello guys, this is Veer Mukhe and I am a self-help creator. So, म जे पनि कन्टेन्ट बनाउँछु मेरो ग्रोथको लागि र मेरो ग्रोथ भनेको तपाईको ग्रोथ पनि हो. सो 20 वर्ष अगाडिदेखि म सोच्दै आइरहेको थिएँ कि अरूले के सोच्ला भनेर र अरूले के सोच्ला भनेर सोच्दा सोच्दा आफूले गरेको काम पनि म गर्न सकिरहेको थिएन. तपाईं पनि खासमा त्यही सोचेर पछाडि पर्नु भएको छ कि भनेर आज म यो कन्टेन्ट बनाउँदैछु. यो कन्टेन्टले आज तपाईको भ्रम टुट्नेछ. यदि तपाईलाई लाग्छ कि म यो काम गर्यो भने अरूले के भन्ला, अरूले के देख्ला, अरूले जज गर्ला, ब्रो यु आर रङ. अरूले तपाईको बारेमा सोच्नलाई अरूलाई केही टाइमै छैन. किनभने उसको जिन्दगीमा आफ्नै धेरै प्रब्लम छ यार, एकदम धेरै प्रब्लम छ. ऊ आफ्नो प्रब्लममा यति धेरै डुबिसकेको छ कि बाहिरको बारेमा केही थाहै छैन. सो यदि अब यसलाई चेक गरौ है, यो कतिको ठिक हो या गलत हो यसलाई चेक गरौ. के तपाईको साथीको जिन्दगीमा के भइरहेछ के तपाईलाई थाहा छ? थाहा छैन. उसको प्रब्लम के छ थाहा छैन. तपाईको छिमेकीमा के भइरहेछ थाहा छ? छैन. किन थाहा छैन? किनभने मेरो जिन्दगी आफै डुबिसकेको छ. उसको बारेमा म थाहा गरेर पत्ता गरेर के गरौ? हो त्यसरी नै आफ्नो दुःख अरूलाई सुनाउँदा, पीडा अरूलाई सुनाउँदा लाग्छ कि उले बुझिरहेको हुन्छ, तर बाहिरबाट मात्र गरिरहेको हुन्छ गाइज. सो मैले भन्न खोजेको अरूलाई आफ्नो दुःख कहानी सुनाउने होइन, सुनाउने हो, सेयर गर्ने हो. तर आफू भिक्टिम छु भनेर हैन, आफैलाई भिक्टिमाइज गर्नु भनेको त्यो एकदम गलत हो के. र आफूलाई केही गर्न मन छ हैन, तर केले रोकिरहेछ आफूलाई त्यो सेल्फ हैन एसेसमेन्ट गर्नु पर्यो के. म केही गर्न मेरो सोच छ हैन, तर त्यो गर्नबाट के रोकिरहेछ के. मलाई बिजनेस गर्नु छ, मलाई जब गर्नु छ, मलाई पढ्नु छ, मलाई विदेश जानु छ, मलाई कुनै काम स्टार्ट गर्नु छ, अथवा मलाई केही गर्नु छ के. त्यो काम गर्नबाट कसले रोकेको के? कसैले पनि रोकेको होइन. तपाईको ओभर थिंकिङले रोकेको हो र अरूले के सोच्ला, अरूले के भन्ला भनेर तपाईको आफ्नै सोचले रोकेको हो हैन. त्यसैले गाइज अरूले के सोच्ने हो, के भन्ने हो त्यो गर्ने हैन के. आफूले चाहेको सोचेको जे छ नि सबै काम गर्नुपर्छ. सो आजको यो भिडियो मार्फत म के भन्न चाहन्छु भने डु वाट यु वान्ट यार हैन. आफ्नो ड्रिम के हो हैन, त्यसलाई चेज गर्नुपर्छ हामीले. त्यो ड्रिम के हो चेज गर्नुपर्छ भन्दैमा हैन यतिकै सपना देख्ने हैन के. त्यसको लागि हार्ड वर्क गर्नुपर्छ, एकदम धेरै हार्ड वर्क गर्नुपर्छ. र त्यो काम गर्दै गर्दाखेरि हैन अरूले के सोच्ला भनेर मनमा लाज लाग्यो भने हैन, जब काम पर्छ नि अनि अरूले सहयोग गर्दैन नि त्यति बेला थाहा हुन्छ क्या आफूलाई.